भारत होस् या नेपाल, कुनै समयमा भक्ति आन्दोलनले ठूलो प्राथमिकता पाएको थियो। खास गरेर त्यति बेलाका कविहरूले भक्ति आन्दोलनलाई अगाडि बढाए र त्यसै क्रममा भक्ति आन्दोलनकै उपज थिए तुलसीदास र उहाँले रामचरितमानसको निर्माण गर्नुभयो र त्यसलाई टेकेर पछि आएर भक्ति आन्दोलनकै एउटा कवि हुनुभयो बिन्दुजी महाराज। उहाँले आफ्ना रचनाहरूको अन्तिममा लेख्नुभयो, हमें निज धर्म पर चलना सिखाती रोज रामायण भनेर धर्मलाई कसरी स्थापित गर्छ मानव जीवनमा त्यसलाई स्थापित गर्ने रूपमा रामायण अर्थात् रामचरितमानस र रामका गाथाहरूलाई ल्याइयो र त्यही गाथाहरूको आधारमा विभिन्न सम्पदाहरूको निर्माण भएको अवस्था छ र म अहिले जहाँ छु यो हो रामायण भवन। ठ्याक्क राम मन्दिरको अगाडि हो यो रामायण भवन। यसमा अवस्था हेर्नुहुन्छ भने यो सीता स्वयंवरको दृश्यलाई देखाइएको छ यो चित्रको माध्यमले र मेरो छेउछाउमा हेर्नुहुन्छ भने विभिन्न ऋषि मुनिहरूको राजा महाराजाको चित्र छ र यो कुनै समयसम्म यो सबै रामचरितमानस नै एउटा रुममा यो पेन्टिङ गरिएको छ। यहाँ हेर्नुहुन्छ मिले जनक दशरथ अति प्रातो करी वैदिक लौकिक सब रीति भनेर यो सबै रामायणका सुन्दर चौपाईहरूलाई यहाँ राखिएको छ। यहाँ यसलाई पेन्टिङ गरिएको अवस्था छ। देवगिरा सुनि सुन्दर साँची प्रीति अलोक देहु दिस माची देत पवार अवध अरघु सुहाए शारद जनक मण्डप ही ल्याए भनेर यो सबै दृश्यहरू यहाँ राखिएको छ। नाउ बारो भट्ट नवराम निछारहि पाई मुदित आशीष नाई सिरहर पुरन हृदय सराही भनेर यो सबै रामायणको यो खास गरेर यो यतापट्टि हेर्नुहुन्छ भने यो सीता विवाहको प्रसङ्गलाई राखिएको छ र त्यहाँ त्यसै वर्णनहरू ऋषि मुनि महाराजाहरूको यो वर्णनहरू छ र सबै ठाउँमा यो जताततै रामचरितमानसको छ। विप्र ध्वनि सुर सन्त हित लिन्न मनुज अवतार निज इच्छा निर्मति तनु माया गुण गोपार सुनि शिशुरुदन परम प्रिय बानी संभ्रम चली आई सबरानी हर्षित जहत धाई दासी आनंद मगन सकल पुरवासी जाकर नाम सुनत शुभ होई मोरे गृह आवा प्रभु सोई परमानंद पुरी मन राजा कहा बुलाई बजाबहु बाजा गुरु वशिष्ठ कह गयो हकारा आए दुजन सहित निप द्वारा अनुपम बालक देखन जाई रूप राशि गुण बखाई अर्थात् यो रामको जन्मको विषयमा लेखिएको छ। यहाँ हेर्ने हो भने रामचरितमानसको सम्पूर्ण पुरै रामचरितमानस यसमा लेखिएको छ र कुनै समयमा यो सबैभन्दा पर्यटकहरूको लागि गन्तव्य स्थलको एउटा आकर्षणको केन्द्र थियो। तर जनकपुरवासीको कुरा गर्ने भने जनकपुरवासीले पनि यो सम्पदाहरूलाई संरक्षण गर्नको निमित्त चासो देखाएन र त्यतिकै गुठी संस्थान जो धर्मको संरक्षणको जिम्मेवारी लिएको छ बृहत्तर छ त्यो कसैले यसको जिम्मेवारी लिएन र आज अवस्था के भयो भने यो सम्पूर्ण सम्पदा हाम्रै अगाडि नष्ट हुँदैछ र हामी हेर्न बाध्य भएका छौँ। आज हामी यो सम्पदालाई संरक्षण गर्नको निमित्त जगदीश महासेठ गौ संरक्षण मंचका अध्यक्ष हुनुहुन्थ्यो, उहाँले धेरै प्रयास गर्नुभयो तर अहिले पनि एकजना व्यक्तिले जति सुकै गरे पनि जनकपुरवासी यो जनकपुरको सम्पदाहरूको विषयमा जसरी चुप भएर बसेका छन् त्यसले यो सम्पदा समाप्त हुने अवस्थामा छ। बन्द थियो, हामीले निकै प्रयासपछि यसलाई खोल्यौं र यो दृश्यहरू तपाईहरु समक्ष प्रस्तुत गर्दैछौं।
हामीसँग हुनुहुन्छ जगदीश महासेठ, गौ संरक्षण मञ्चको अध्यक्ष हुनुहुन्छ र यो सम्पदा अर्थात् यो रामायण भवनलाई जोगाउनको निमित्त उहाँले धेरै प्रयास गर्नुभयो। उहाँसँग कुराकानी गर्छौँ। जगदीशजी, तपाईँले एउटा सबभन्दा पहिला त यो हाम्रो सम्पदा थियो, बच्चादेखि नै हामीले हेरेको, यहाँ व्यक्तिहरू आउँथे, यो सबै ठाउँमा पूजा गर्थे। यो अगाडि जुन सीतारामको ऊ छ त्यहाँ प्रतिमा थियो, पण्डितजी हुनुहुन्थ्यो, उहाँ पूजा गर्नुहुन्थ्यो र सबै व्यक्तिहरू घन्टौँ यहाँ आएर एउटा अनुभूति गर्थे। भगवान रामको यो थलोमा एउटा यो आकर्षणको केन्द्र थियो। यो हाम्रै अगाडि, हामी सबैको अगाडि यो सम्पदा लोप हुँदैछ, हामी चुप लागेर हेरिरहेछौँ। धन्यवाद। जय श्री राम। यो हाम्रो गोस्वामी सन्त गोस्वामी तुलसीदासजीद्वारा रचित रामायण, सम्पूर्ण रामायण यसमा लेखिएको छ। यो पुरा पूर्वकालदेखि नै बनेको छ। यो धेरै पुरानो हो। यो 100 वर्षभन्दा पनि बढी होला। बिचमा तपाईँको पहिला त एकदम राम्रो एकदम पूजाको व्यवस्था थियो। यहाँ गुठी संस्थानले चाहिँ उसको मेन्टेनेन्स गर्थ्यो। यहाँ महात्मा थियो, पूजाआजा हुन्थ्यो। बाहिरबाट आउने दर्शकहरूको दार्शनिक स्तर पनि थियो यो एउटा। तर बिचमा तपाईँको के भयो कि करिब 10 वर्षदेखि, यो 71 सालभन्दा पहिला तपाईँको 10 वर्षदेखि अन्य समुदायले यसलाई क्याप्चर गरेको थियो। त्यो साईरामले क्याप्चर गरेको थियो। 1-2 दिन म आएँ, त्यहाँ हेरेँ कि आफ्नो भगवानको त यहाँ पूजापाठ केही भइरहेकै छैन। उनीहरूले पर्दा लगाएर सबलाई छोपिदिएको छ र ऊ साईरामको कुरा भइरहेछ यहाँ। अनि म त्यसपछि मैले त्यसमा चासो दिएँ कि होइन, हामी हिन्दू छौँ भने आफ्नो हिन्दुत्वको धर्म, संस्कृति, पहिचान, परम्परालाई त बचाउनु पऱ्यो, आस्थालाई बचाउनु पऱ्यो। अब हामीले हेरेर पनि अनदेखा भयो भने तब त समाप्त हुन्छ सबै नि। अनि मैले चाहिँ गुठीलाई भने, गुठीले पनि त्यति इन्ट्रेस्ट देखाएन। त्यसपछि यहाँको संस्था थुप्रैलाई सबैले भने, सबले केही इन्ट्रेस्ट देखाएन कि, किन यहाँ के छ, जनकपुर धाममा भइसकेको छ। जहाँ पैसाको आम्दानी हुन्छ त्यहाँ सबैले देखाउँछ आफ्नो रुचि, जहाँ छैन भने केहीले देखाउँदैन कि। यस्तो छ, विडम्बना छ, जसको परिणाम हो यो सब चाहिँ ध्वस्त भइरहेको छ। अनि हामीले चाहिँ एउटा वकिललाई सम्पर्क गरे कि देशमा कानुन त छ, कानुनबाट हामी सुरक्षित गर्छौँ। अनि हामीले गौ संरक्षण मञ्चकै लेटर प्याडमा हामीले पूर्ण आवेदन अदालतमा 71 सालमा हामीले केस गऱ्यौँ, त्यहाँ जारी दिए। त्यहाँ बहस भयो, उता पक्षबाट पनि बहस भयो, वकिलहरू थियो, हाम्रो पक्षबाट पनि थियो, गुठी संस्थानको पनि थियो, दुईटै मिलेर गरेको थियो। हामीले बहसमा हाम्रो विजय भयो कि होइन, यो जनकपुर धामको सम्पदा हो, धार्मिक स्थल हो, यो चाहिँ बच्नुपर्छ भनेर त्यो खाली गर्नुपर्छ। अनि पूर्णावेदनबाट तपाईँको राष्ट्रिय अर्डर भयो। आएर त्यसपछि त्यो तालचाहरू खोलेर उसलाई बोलाएर, उनीहरूको जति सामानहरू थियो सब लगेर पुरा खाली गराएँ। खाली गराएपछि त्यसपछि हामीले गुठीलाई गुहारे कि कमसेकम तपाईँको नजिकमा छ, तपाईँको अन्डरमा छ, यसलाई व्यवस्था गर्नुहोस्। अनि उसले पनि त्यति ध्यान दिएन। अनि मैले यो सोचेँ कि आखिरमा यसको पछाडि त केही होला, यसको सम्पत्ति, यसको जसले बनाएछ यो कुन जसवाल भन्ने व्यक्तिले बनाएको छ कि। उहाँले जमिन पनि दिनुभएछ त्यही सम्झना। अनि मैले त्यही सोचेँ कि बनाएको छ भने अवश्य यसमा जमिन जथा दिए होला पूजापाठको लागि। अनि मैले पत्ता लगाउन थालेँ। अनि मैले सुरुमा के पत्ता लाग्यो कि त्यो धारापानी र कमला नजिक चाहिँ उसको 10-11 बिघा जमिन रहेछ, त्यो कमलामा भसी गयो। म आफै गएँ त्यहाँ। अनि त्यो ब्यारेक छ त्यहाँ बनेको, त्यो ब्यारेकमा गएर पत्ता लगाएँ। अनि त्यहाँबाट पत्ता लाग्यो कि होइन, यो त्यो जग्गामा यो ब्यारेकले लिएछ, नेपाली सेना लिइरहेको छ। अनि म काठमाडौँ गएँ। काठमाडौँ गएर गुठी संस्थानमा गएँ। त्यहाँ मैले भने कि त्यो जब लिएको छ भने उसको के छ, औचित्य पैसामा दिनुभयो कि त्यसै दिनुभएछ। अनि त्यहाँ हामीले हेरेँ, प्रमाण हेरेँ कि 4 करोडमा, किनकि त्यो भाइको शाही स्नानले मुफ्तमा लिँदैन कि, उसले 4 करोड रुपियाँ तिरेर त्यो 11 बिघा जमिन लिएको थियो, त्यहाँ बनाएको थियो उसले। अनि त्यो 4 करोडको मैले खोजी गरेँ। अनि 3 करोड 3 लाख रुपियाँ यसको यो रामायण भवनको नाममा अक्षय कोषमा जम्मा रहेको छ गुठीमा। बाँकी 97 लाख रुपियाँ अब कता हिँडा भयो, के भयो, खाए पियो, के गर्यो, उसले गोल भयो। अनि 3 करोड 3 लाख मैले प्रमाण मागेँ कि हामी जनकपुर धामवासी हौँ, हाम्रो जनकपुरको यो सम्पदा हो, धार्मिक सम्पदा हो, हाम्रो पर्यटकीय ठाउँ हो, हामीले त्यसको प्रमाण दिनुहोस्। अनि मैले भन्नु कि लिखिदिनुहोस्। हामीले ज्ञापन पत्र दिए, यहाँ दिए, यहाँबाट केन्द्रमा पठाएँ। अनि केन्द्रमा तपाईँको केन्द्रबाट गुठीले चाहिँ यहाँ चिठी दियो। अनि त्यसपछि यहाँ हामीले लेखेर चाहिँ यो गुठी संस्थान लेखेर हामीलाई गौ संरक्षण मञ्चको नाममा प्रमाण दियो। त्यो म तपाईँको हल्का छ, म पढेर सुनाइदिन्छु तपाईँलाई, हामीसँग प्रमाणै छ। गुठी संस्थान कार्यालय जनकपुर धाम ज्ञापन पत्र पठाएको सम्बन्धमा श्रीमान प्रशासक गुठी संस्थान कार्यालय त्रिपुरेश्वरले पठाएको थियो। उपयुक्त गौ संरक्षण मञ्च नेपाल केन्द्रीय कार्यालय जनकपुर धामको 54/127 मिति 71/1/10 को ज्ञापन पत्र साथै राखी पठाएको छु।
यस विषयमा उक्त रमाइन्य घाटमा रहेको ऐतिहासिक धार्मिक धरोहरको रूपमा रहेको रामायण भवनको गुठी समेत रहेको सोको जग्गा नेपाली सेनाले अधिकरण गरी लिनु सोको मुआब्जा रु 3 करोड 3 लाख रुपैयाँ अब 68-69 मै प्राप्त भई अक्षय कोषको लगानी समेत भएको र सो भवन मर्मत तथा रामायण लेख्ने समेत कार्यको लागि अब 71-72 को स्वीकृत बजेट पुस्तिकामा रु 25 लाख रकम समेत बजेट छुट्याएको व्यवस्था भएको र उक्त धरोहरको सम्वर्धन संरक्षण गर्ने कार्यमा तत्काल आर्थिक बमोजिमको अवस्था राख्न साबिक बमोजिमको अवस्था राख्न सम्मानित अदालतबाट समेत परमादेश जारी भएको छ। यी सबै कार्यको साथै यो व्यवस्थित गर्ने कार्यमा गौ संरक्षण मञ्च नेपालको अहम भूमिका भएकोले सो मञ्चसँग समन्वय गरी सो कार्य गर्ने कार्यालयलाई निर्देशन हुन स्वीकृत बजेट समेत तत्कालै निकासा भए आउने समेत अनुरोध गर्दछु। प्रशासक केन्द्रीय प्रशासक बोधार थियो अपने के गौ संरक्षण मञ्च नेपाल केन्द्रीय कार्यालय जनकपुर धामलाई पनि दिनुभएछ उहाँले। अनि त्यो यति भयो तपाईहरुलाई पनि भन्यो समन्वय गर्नको लागि यति पैसा पनि छ अनि किन यसको संरक्षण भएन? हामी हेर्दैछौँ यहाँ यो बोतलहरू त्यतिकै छ खाएर फालेको छ यति जीर्ण भइरहेछ के छ? त्यति बेलाको जुन प्रशासक थियो यहाँको अध्यक्ष जुन थियो तपाईँको गुठी संस्थानको हाकिम 71 सालको उहाँ जब 25 लाख रुपियाँ आयो हामीले यो प्रमाणै पाएँ अनि त्यसपछि हामीले पहल गरे कि बाबा यसको चाहिँ अब नक्सा बनाउनुस् यसलाई चाहिँ तपाईँ किनकि हामी गर्न तपाईँ नै गर्नुहुन्छ र यसको ठिका लगाउनु जे गर्नुहोस् हामी हेर्छौँ खालि कि राम्रो काम भइरहेको छैन भनेर किन हामीले त्यस्तै अधिकार पनि छ। अनि उहाँले आलटाल त्यसपछि इन्जिनियर पनि बोलाउनु भयो यो शहरी विकाससँग पनि समन्वय गर्नुभयो इन्जिनियर पनि आयो हामी पनि आयो सब नक्सा सब बनायो। त्यसपछि उनको मनसायमा के भयो किन आज त कलयुगमा पापी मनसाय हुन्छ कि भगवानको पैसा पनि खाइलिन्छ। त्यति बेलाको जुन हाकिम थियो तपाईँको उसले त्यो गोलमाल गरिदियो गोलमाल गरेर धेरै आलताल डाल हुन्छ हामीले इन्डिया पनि गएको थिएँ त्यहाँबाट यो रामायण लेख्ने भनेर पेन्टाले पनि कुरा गरेको थिएँ तर उहाँको निष्क्रियताले गर्दा गुठी संस्थाको निष्क्रियताले गर्दा यो एकदम आलताल भयो। 6 महिना भएको त्यसपछि नारायण चौधरीजी केन्द्रीय गुठी संस्थानको हाकिम हुनुहुन्छ नारायण चौधरीजी उहाँ आउनुभयो महावीर कमिटीको दशैंको कार्यक्रममा अनि त्यहाँ पुग्नुभयो। त्यहाँ तपाईँको हाम्रो यो यहाँको मान्य हुन्छ नि राजेन्द्र महतोजी उहाँ पनि हुनुहुन्थ्यो। उहाँको सामने मैले चाहिँ कुरा उठाएँ कि केन्द्रीय अध्यक्षजी जुन हाम्रो यो रामायण भवनको अवस्था छ जो हामीलाई अदालतले पनि हामीलाई दिएको छ जिताएर त्यसको नाममा 3 करोड 3 लाख रुपियाँ छ पनि उसको के अरे ब्याजबाट 25 लाख रुपियाँ तपाईँलाई निकासा पनि गर्नुभएको थियो तर यो हाकिम साहब सामनेमा हुनुहुन्थ्यो यो हाकिम साहबले त्यो पैसा खाइदियो के गरे पैसा अहिलेसम्म चाहिँ केही भरिएको छैन त होइन ठिक छ म आएको छु म भनेर जान्छु हुन्छ काम गरेर उहाँ पनि जानुभयो जो कि सभासदजीको सामनेमा राजेन्द्र महतोजीको सामनेमा क्लबका साथीहरू सबै थियो पुरा भेला थियो त्यहाँ। अनि त्यसपछि गइसकेपछि उहाँ पनि निश्चिन्त हुनुभयो के हो उहाँहरूको मिलीभगत हो र यो हाकिम साहब त हुन्छ आज गर्छु भोलि गर्छ आज भोलिमा तपाईँको वर्षौँ बिताइदियो उहाँको सरुवा पनि भइगयो त्यो बजेट पनि तपाईँको फ्रिज भयो के भयो के खाइदियो त्यो पनि हामीले थाहा पाउन सकेन त्यो सरकारी कार्य। यही त जनकपुरमा विभिन्न युवा क्लबहरू छन् जसले वर्षमा जनतासँग चन्दा लिएर करोडौँ रुपियाँ खर्च गर्छ विभिन्न मेला उत्सव लगाउँछ र तिनीहरूको दायित्व होइन यो हाम्रो सम्पदालाई हो दायित्व छ नि यहाँ यो चोकमा तपाईँको महावीर कमिटी रामिया कमिटी गणेश कमिटी सबै छ हामीले सबैलाई भनेको थियो कि बाबा हामीले केस गरेर यसलाई छोडाए बचाएँ अब तपाईँहरू यसको संरक्षण तपाईँहरूको चोकमा छ कि गर्छु तर चाहिँ यतातिर चाहिँ कसैको ध्यान गरिरहेको छैन। अब अरू त्यो नै ध्यान छ उहाँहरूको के हो जबकि हाम्रो सधैँ आह्वान हुन्छ कि हामी जे पनि कुरा उठाउँछौँ चाहे जानकी मन्दिरको वरिपरिको 31 फिटको कुरा हो तर हामी त कार्यालय कुनै कानुनी अधिकारी छैन नि हामीले त्यसलाई चाहिँ जोगाउनलाई आवाज उठाइदिए निर्णय गराइदिए कार्यान्वयन गर्ने त अधिकारी उनीहरू हो अरू निकाय हो भनेको नगरपालिकाले कतिपटक भने हामीले तपाईँको नगरमा हो अहिलेको पनि जनकपुर महानगरपालिकामा गएर हामी रिक्वेस्ट गरे कि तपाईँको नगरको कुरा हो यो यसलाई संरक्षण गर्नुहोस् मुख्यमन्त्रीजीलाई भने यसो संरक्षण गर्नुहोस् कहाँ पुगेन हामी मन्त्रालयमा बारम्बार चिठी पठाए यहाँ गुठी संस्थानमा बारम्बार आएर हामी डेलिगेसनमा आए
सिडिओ यहाँको सिडिओ साहब हुनुहुन्थ्यो त्यति बेला उहाँलाई हामी पटक पटक भने कि कमसेकम हाम्रो धरोहरलाई बचाइदिनुहोस्, हाम्रो जो रामजीको जो आज छ धरोहर छ त्यसलाई बचाइदिनुहोस्, कमसेकम यो धार्मिक स्थल हो, बाहिरबाट आउने व्यक्ति पनि तपाईँको दर्शनहरू गर्छ। यहाँ अरू के ठाउँ छ जनकपुर धाममा? यही हो रामायण भवन हो, माता जानकीको जानकी मैया हो, गङ्गा सागर हो, तपाईँको अहिले गङ्गा आरती हो, के अरे स्वर्गद्वार हो, यही सब हेर्ने छ नि, अरू के छ र? त कमसेकम गर्नुहोस्। तर पनि कसैले चासो देखाएन। मैले पटक पटक अहिले पनि उठाइरहेको जवाब एउटा कि मैले गौ संरक्षण मञ्चको किताबमा चाहिँ तपाईँको यो प्रतिलिपि छापेर नै बाटे, ठाउँ ठाउँमा प्रत्येक घर घरमा बाटे हामी। त्यही त तपाईँले चेतना जगाउनु भयो, मान्छे सुते जस्तो देख्यो। अहिले त पुरै सुतेको छ। जनकपुर धामको जोले जो विकृति बढिरहेको छ कि कहिले सुन्नु होला कि सरस्वती पूजा हुन्छ नि जानकी चोकमै, त कहिले सरस्वती मातालाई के अरे स्कुटरमा बैठाइदिन्छ, त कहिले गधामा बसाइदिन्छ, त कहिले बन्दुक थपाइदिन्छ, तर कोही बोल्नेवाला छैन। यहाँ कि हाम्रो धर्म परम्पराहरू बिग्रिरहेको छ, आस्था कोही बोल्नेवाला छैन। त्यही त मैले जान खोजेको प्रदेश सरकारले, तपाईँले प्रदेश सरकारको योजना हेर्नुहुन्छ भने नयाँ मठ मन्दिर बनाउने होइन, मस्जिद बनाउने सबैमा धर्म संस्कृतिमा पैसा छ। तर यो वर्षौँ वर्ष हो। आज जनकपुरको एक प्रकारले भन्ने हो भने यो 50औं वर्षको इतिहास बोकेको छ, 60 वर्ष कतिपय होला यसको इतिहास खोज्नुपर्ने अवस्था छ। यति वर्ष लामो हाम्रो यो सम्पदा आज हाम्रै अगाडि लोप भइरहेछ। किन प्रदेश सरकारले आफ्ना बजेटमा तिनीहरूले किन पार्न सकेन? उसको प्राथमिकता के हो? या योजना बनाउने कार्यशैली उनीहरूको त्यस्तो पर्दैन? अहिले के हामी हेरिरहेको छौँ कि प्रदेश सरकार हो चाहे स्थानीय सरकार हो, जहाँ 2 पैसा फाइदा हुने हुन्छ नि उनीहरूको कार्यकर्ताको या नेताको या ऊ आफै फाइदा हुने हुन्छ, त्यही काम गर्छ कि। अब यहीँ लिनुहोस् न तपाईँ राम मन्दिर अगाडि कति राम्रो पार्क थियो, फुलगोल थियो, फोहरा छुट थियो, हामी त्यहाँ बस्थ्यौँ। यसबाट तपाईँको लुकिङ हुन्थ्यो राम मन्दिरको। अहिले कहाँ छ? यही नगरपालिकाले तपाईँ सब सफा गरिदिएछ, तोडताड गरिदिएछ। अब त्यहाँ स्टेज बनाउनु छ, स्टेज बनाएर मान्छेले भाषण गर्छ। भन्नुहोस् त, यो पनि कहीँ हो हाम्रो पुरानो सम्पदालाई तपाईँ बिगार्ने? र ठाउँ ठाउँमा जहाँ चाहिँ पार्किङ बनाउनु पर्ने हो त्यहाँ भन्छ कि मल बनाउने रे। अब उहाँलाई चाहिँ बिजनेस सुझाइरहेछ यहाँको स्थानीय सरकारलाई कि ठाउँ ठाउँमा बिजनेस बनाऊ भनेर। पेठियामा त्यस्तै हल्ला चुक्यो। यो पनि त एक प्रकारले भन्ने हो, त्यो पनि बिजनेस हो नि त। धार्मिक सम्पदालाई त्यसलाई प्रवर्धन गरेर पर्यटकलाई ल्यायो भने त्यो पनि व्यापार हो नि त एक प्रकार। धार्मिक सम्पदामा त बिजनेस गर्यो भने सबैको नजर हुन्छ नि पैसातिर, अरूमा त हुँदैन। त्यसले उहाँहरू चलाकी गर्नुहुन्छ कि कहाँ फस्ने यसमा, अरूमा नै लगानी गरौँ भनेर त्यस्तो गर्नु। तर मेरो भनाइ कि हाम्रो धर्म संस्कृति परम्परा आस्था बच्यो भने हामी बच्छौँ कि हामी बाँचिरहन्छौँ। र त्यही समाज भयो भने हाम्रो के अस्तित्व, केही अस्तित्व हुँदैन। आज जानकी मैयाको मन्दिर छ जनकपुर धाममा, जो जनकपुर धामवासीहरू उसैको पैसाको मेला टेला लाग्छ र त्यसबाट व्यापारको आर्जन गरेर बालबच्चालाई पढाउँछ, खान्छ। अब जानकी मन्दिर यहाँ नभएका जनकपुरमा के छ? केही छ? न कुनै फ्याक्ट्री छ, न केही छ। त्यसैले बारम्बार हामी भनिरहेको हुन्छौँ कि आफ्नो धर्म संस्कृति परम्परा आस्था पहिचानलाई कुनै पनि हालतमा बचाउनुहोस्, यसको लागि सङ्घर्ष गर्नुहोस्, आउनुहोस्, लड्नुहोस्। अब हामी त खास गरेर मलाई भन्नुहुन्छ भने मेरो जीवन नै हो यसैमा, आफ्नो धर्म संस्कृति परम्परा बचाउनलाई मैले आफ्नो अर्पण गरिदिएछु। र जहाँसम्म जे गर्नुपर्छ, जहाँ लड्नुपर्छ हामी लड्छौँ। र तपाईँहरूलाई धेरै स्वागत छ कि कमसेकम आएर कमसेकम यसको उजागर गर्न त प्रयास गर्नुभएछ नि, यो धेरै खुसीको कुरा हो। यहाँ गुठी संस्थालाई हामी कतिपटक भनेछौँ कि केन्द्रलाई पनि भनेछौँ, तर कसैले किन ध्यान दिइरहेको छैन? जबकि अलिकति मर्मत सर्मत गरिदियो भने यो चम्किहाल्छ। यहाँ मेलामा हर्चुकलाईको 100, 200, 400, 500 मान्छेको भिड हुन्छ। यहाँ आउँथ्यो हेर्नलाई। अहिले साँचो लिनलाई मलाई आधा घन्टा घुम्नु पऱ्यो, कहाँ छ साँचो भनेर। यहाँ खोल पनि हुँदैन, सफा पनि हुँदैन, केही हुँदैन। हामी त जागरण गर्ने हो नि। जस्तै कि लन्नुहोस् गौमाताको, हामी गौ संरक्षण मञ्च नेपाल गौमाताको लागि जागरण गर्छौँ, घर घरमा गएर भन्छौँ, कम्प्लेन्ट पर्चा बाँड्छौँ कि गौमाता लक्ष्मीको अवतार हो, गौमातालाई खुला नछोड्नुहोस्, प्लास्टिक खाएपछि मृत्यु हुन्छ, हामी भागीदार हुन्छौँ। अब त्यसको पालक त हामी होइन, त्यसको रक्षा गर्ने निकायको हो यहाँको स्थानीय प्रशासन, जिल्ला प्रमुख अधिकारीजी। किन भन्नुहुन्छ भने गौमाता राष्ट्रको सम्पत्ति हो। संविधानमा गौमातालाई राष्ट्रको सम्पत्ति बनाएको छ भने राष्ट्र सेवक आफूलाई भन्ने यहाँको सिडिओ साहब हो, एसपी साहब हो, त्यो राष्ट्र सेवकको कर्तव्य हुन जान्छ कि जाँदैन कि हाम्रो गौमातालाई रक्षा गरौँ, जो हाम्रो राष्ट्रको सम्पत्ति बचौँ भनेर। त्यो पनि हामीहरू माथि नै छोडिदिनुहुन्छ। तपाईँहरू के गर्नु? हामी जो काम हो जागरण गर्ने काम हो त्यो गरिरहेछौँ कि
तपाईँ राष्ट्र सेवक हुनुहुन्छ, तपाईँहरू सिडिओ सामूहिक जिल्ला प्रमुख अधिकारी राष्ट्र सेवक भन्नुहुन्छ, एसपी साहब राष्ट्र सेवक भन्नुहुन्छ भने राष्ट्रकै सम्पत्ति न गौमाता हो, त्यसलाई संरक्षण गर्ने को? अब कानुनी अधिकार त हामीसँग छैन, कानुनी अधिकार तपाईँहरू छ। त्यसैले आज पनि म तपाईँको माध्यमबाट यहाँको हाम्रो प्रमुख जिल्लाधिकारीजीलाई, हाम्रो एसपी साहबलाई, जति स्थानीय प्रशासनजीहरू हुनुहुन्छ सबलाई म दर्शौँहरू जोडेर आग्रह के गर्छु कि तपाईँ राष्ट्र सेवक हुनुहुन्छ र राष्ट्रको धरोहर सम्पत्ति हो गौमाता, उसको रक्षाको लागि तपाईँहरू कदम उठाउनुहोस्, पहल गर्नुहोस्। सम्पूर्ण जनकपुर धामवासी गौ संरक्षणमा तपाईँको साथमा छ। धन्यवाद। तर बचाउनुहोस्। धन्यवाद। जय श्री राम।